भनिन्छ वनको कस्तुरी जसले आफ्नै नाभिमा रहेको बिनाको सुगन्ध जान्दैन, तर मानिस त्यस्तो कस्तुरी हो जसले आफ्नो सुगन्ध जान्ने क्षमता राख्दछ। तर पनि हाम्रो समाजमा त्यस्ता धेरै व्यक्तिहरू छन् जसले आफ्नो क्षमता जान्दैन। देशैभरि लुकेर रहेका त्यस्ता क्षमता र प्रतिभाले खोज्ने कार्यक्रम यो हो करोडौं कस्तुरी। कला, साहित्य, सङ्गीत र सञ्चार क्षेत्रका दिग्गज व्यक्तिहरू यस कार्यक्रमको निर्णायक मण्डलमा हुनुहुन्छ र अबको पालोमा आफ्नो प्रस्तुति लिएर आउँदै हुनुहुन्छ अनागरिक समूह। के हो यो अनागरिक समूह भनेको? खै कति जना हुन्, कपडा पनि एउटै छ, खतरा हुन्छ क्या। गीत पनि गाउँछन् होला, कोही त नाच्ने जस्ता पनि छन्। धन्यवाद। स्वागत छ तपाईहरूलाई। धन्यवाद। समूहको नाम अनागरिक राख्नु भएको रहेछ, कुन अर्थमा? जसले नेपाली नागरिक भएर पनि नागरिक भएको महसुस गर्न पाएका छैनन्, त्यसको अर्थमा अनागरिक समूह। ओहो, नाम चाहिँ बडो प्रतीकात्मक र रचनात्मक लाग्यो मलाई। कसरी बन्नुभयो अनागरिक समूह? हामी देशैभरिबाट छौँ, हिमाल, पहाड, तराई सबैतिरबाट। हामी सबैजनाको केही न केही प्रतिभा छ, केही न केही सपना छ। त्योभन्दा पनि एउटा स्वाभिमानी नेपाली भएर सुखी र सरल जीवन जिउने चाहना छ, तर त्यो चाहना पुरा भएको छैन र पनि देशको बिचट्टै माया लाग्छ। नेपाली हुनुमा गौरव पनि भएको र गुनासो पनि भएको मानिसहरू खोजेर मैले बनाएको छ यो समूह। हामीले गर्न खोजेको काम तपाईँ एक्लैले आँट्नु भएछ। अब हेरौँ न त अनागरिक समूहको प्रस्तुति। यही देशको सीमाभित्र मैले जन्म लिए, गोर्खालीको सन्तान भनी गर्व गरे थिए। जन्माएको आमाले हो घाँस काट्दा काट्दै, बाउको जीवन यसै गयो दुःख सार्दा सार्दै। हामीलाई के नै सुख छ र, सक्नेले गर, नसक्ने पर गर। मेरो पनि होइन र, यो देश मेरो पनि होइन र, मेरो पनि होइन र, यो देश मेरो पनि होइन र, मेरो पनि होइन र, यो देश मेरो पनि होइन र। हो लयो पहिरोले छैन खानी अन्न, अन्न छैन भन्ने कुरा कता जानु भन्न। बरु जन्म लिन पर्ने जापान जर्मन चाइना, नेपालमा जन्म लिएर कहिल्यै सुख पाइन। हामीलाई के नै सुख छ र, सक्नेले गर, नसक्ने पर गर। मेरो पनि होइन र, यो देश मेरो पनि होइन र, मेरो पनि होइन र, यो देश मेरो पनि होइन र, मेरो पनि होइन र, यो देश मेरो पनि होइन र। भूगोलपन विकट मेरो जातिपन तल्लो, एकै बारको यो जिन्दगी बनाइदिए खल्लो। ठुलालाई छैन साइबाउ, सानालाई ऐन, एकै तन्त्र आयो भन्छन् मलाई आया छैन। हामीलाई के नै सुख छ र, सक्नेले गर, नसक्ने पर गर। मेरो पनि होइन र, यो देश मेरो पनि होइन र, मेरो पनि होइन र, यो देश मेरो पनि होइन र, मेरो पनि होइन र, यो देश मेरो पनि होइन र।
नेपालमै बसम भने छैन रोजगारी, 7 समुद्र तरी गए मुटु गाँठो पारी, आत्मसम्मान बेची बेची विदेशीको गुलाम, देश सम्झेर रुन्छ मन कसो गरी भुलाम। हामीलाई के नै सुख छ सक्नेले गर नसक्ने पर मेरो पनि होइन र यो देश मेरो पनि होइन र, मेरो पनि होइन र यो देश मेरो पनि होइन र, मेरो पनि होइन र यो देश मेरो पनि होइन र। खेतीपाती गरम भने जग्गा जमिन छैन, जागिर गरम व्यापार गरम ठाउँमा मान्छे भइन, अर्ब खर्ब बजेट आउँछ केले खान्छ केले, मेरो जीवन साइकल सँगै थोत्रो सिसिले। हामीलाई के नै सुख छ र सक्नेले गर नसक्ने पर मेरो पनि होइन र यो देश मेरो पनि होइन र, मेरो पनि होइन र यो देश मेरो पनि होइन र, मेरो पनि होइन र यो देश मेरो पनि होइन र। बाठो बाठो मान्छेलाई त यो देश फेरि सही हो, हामी जस्तो नागरिक त अनागरिक भइयो, कहिले होला भने जस्तो नयाँ नेपाल आउने, जे भानी जस्तो भानी देशकै मोया लाउने। हामीलाई के नै सुख छ र सक्नेले गर नसक्ने पर मेरो पनि होइन र यो देश मेरो पनि होइन र, मेरो पनि होइन र यो देश मेरो पनि होइन र, मेरो पनि होइन र यो देश मेरो पनि होइन र। तपाईँहरूले त्यो देशको सुन्दरता र कथा व्यथा छर्लङ्ग देखाइदिनु भयो। खै के दिन सक्छौँ र हामी तपाईँहरूलाई? छ एउटा कुरा, तपाईहरु सिधै फाइनलमा जाँदै हुनुहुन्छ।